काठमाडौँ तातेको छ। गणतान्त्रिक व्यवस्थालाई उल्ट्याएर राजतन्त्र फर्काउने भन्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले अहिले राजधानीका सडक तताइरहेका छन्। 2062-63 मा राजतन्त्रको विरोधमा लाखौं जनता आन्दोलनमा उत्रिदा धेरै गर्भवती महिलाहरू पनि त्यो आन्दोलनमा सहभागी थिए। आज ती गर्भमा भएका शिशुहरू जन्मिएर बालिग भइसकेका छन्, उनीहरूसँग मताधिकार छ। त्यही पुस्ता अहिले राजतन्त्रको पक्षमा आवाज उठाइरहेको छ। आफू गर्भमा हुँदा आमाले राजतन्त्र मुर्दाबाद भनेको गर्भै भित्रबाट सुनेका शिशुहरू अहिले बालिग हुँदा राजतन्त्र जिन्दाबाद भन्ने अवस्थामा कसरी पुगे? 18 वर्ष अघि देशबाट राजतन्त्र अन्त्य गर्ने आधिकारिक निर्णय भएपछि नै सुरु भएको राजतन्त्र पक्षधरहरूको अभियान अहिले तुलनात्मक रूपमा धेरै बलियो भइसकेको छ। उति बेला राजतन्त्रको पक्षमा बोल्न पनि डराउनु पर्ने अवस्था थियो, तर अहिले खुलेर राजतन्त्रको समर्थनमा जनता सडकमा उत्रिए।